तेरो मुख है तेरो तेरो मुख है तेरो 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 मुख है तेरो मुख है कहिले ठप्छ ठप बुढो भइसक्यो महिनामा 2-4 दिन झुल्किन्छ स्कुल त्यसमा पनि होमवर्क छैन कहिले आउँछ बुद्धि कहिले आउँछ हात गरेको सर सत्यले नपिट्नुहोस् तँ बिचमा किन जान्ने तैँले होमवर्क गराएछस् तँ चुप लागेर बस धेरै हिँडाउ नखोज यो थप विद्यार्थीलाई कारबाही गर्नु शिक्षाको अधिकार हो अधिकार पाउनलाई त कर्तव्य पनि पूरा गर्नु पर्यो नि त सर हो सत्यले होमवर्क गरेनन् तर कहिले जाने कोसिस गर्नुभयो सत्यले होमवर्क नगर्नुको कारण के हो आफ्नो घर खर्च चलाउनको लागि नयाँ बन्दै गरेको बिजुली पावर हाउसमा रातभर चौकीदार गरेर बिहान अनितो आँखा लिएर सत्य विद्यालय आउने गर्छ कहिले उनको अनितो आँखा देखेर सोध्नुभयो सत्य तिमी आज किन सुतेनौ तिमीलाई सन्चो त छैन सर तपाईँ एउटा विद्यार्थीको अवस्था बुझ्न सक्नुहुन्न अनि पढाउनुहुन्छ कसरी ए तैँले सिकाउने कसरी पढाउने भनेर 2टा विषयमा डिग्री गरेको 3टा व्याकरण पुस्तक ल्याइसके शिक्षा क्षेत्रमा सेवा गरे बापत शिक्षा कार्यालयले 1 लाख नगद सहित ताम्रपत्रले सम्मान गरेछ तैँले सिकाउने कसरी पढाउने भनेर माफ गर्नुहोला सर मैले तपाईँको योग्यताको कुरा गरेको न मैले तपाईँको स्वभाव र शैलीको कुरा गर्न खोजेको कस्तो स्वभाव र शैलीको कुरा गरेको तपाईँ यस विद्यालयको सामान्य विद्यार्थी र एउटा पाले हो कुनै प्रधानाध्यापक र व्यवस्थापन समितिको अध्यक्ष होइन तपाईँ पनि यस विद्यालयको एउटा शिक्षक हो कुनै आर्मी क्याम्पको अफिसर होइन सरसँग मुखुकै लाग्ने केही हो तेरो संस्कार आइज हेसरकोमा आइज उठ आइज जानु सर हेसरकोमा जान्न सर मैले कापी कलम किन्ने पैसाले बालै औषधि किनिदिएको छु स्कुल आउने समयमा मजदुर गर्न गएको छु सर हजुरले मेरो भोक मेटाइदिनुहोस् कापी कलम पुर्याइदिनुहोस् बरु म यो किताबको सबै पाना सारेर ल्याएँ भने पनि ल्याइदिन सक्छु सर मलाई पढ्न धेरै धोको छ सर धेरै धोको छ